दर्शकबिन नमस्कार, म प्रेमराज लामिछाने। आज म रोल्पाका भाइ विजय परियार र पूजा पैनीलाई लिएर विशेष ठाउँमा आइपुगेको छु। काठमाडौँको महाराजगञ्जमा अवस्थित सोफा स्टोर काठमाडौँ, जहाँ चाहिँ विशेष किसिमका सोफा, फर्निचर लगायतका सामानहरू सुपथ मूल्यमा पाइन्छ। र सोफा स्टोरका सञ्चालक दिपेन्द्र धरेल सरले भाइ बहिनीलाई लिएर एकचोटि आउनुहोस् न सर, म सहयोग गर्न चाहन्छु भनिसकेपछि आज म भाइ विजय परियार र बहिनी पूजालाई लिएर सोफा स्टोर काठमाडौँमा आइपुगेको छु। नोभेम्बरमा लाको माया डिसेम्बरमा छुट्यो, किन किन आज यो मन शीर्षासरी फुट्यो। लाग्छ मेरो भाग्य पनि दैवले नि लोट्यो, लाग्छ मेरो भाग्य पनि दैवले नि लोट्यो। जबदेखि याद छ मलाई तिम्रो साथ छुट्यो। यहाँ एकदम सस्तोमा पाइन्छ हैन। हामी चाहिँ होलसेल रेटमै कस्टमरहरूलाई चाहिँ सोफा दिन्छौँ। त्यो भएर पनि यहाँ चाहिँ धेरै मान्छेहरू आउनुहुन्छ। कति राम्रो है यतासम्म हेर्नु, भाइलाई अब कुनै मन पर्यो भने सधैँ हेर्नु न, दाइले अब गर्ने स्टार्ट गरिहाल्छ नि। भाइलाई मन पर्यो भने सबै रेन्जको सोफाहरू हेर्नु होइन, यहाँनिर सस्तोदेखि महँगोसम्म सोफाहरू हेर्नुभयो होइन। कस्तो लाग्यो दाइको स्टोरमा आज? एकदम खुसी पनि लाग्यो, एकदम सबै चिजहरू पनि देखेँ। कसैलाई चाहियो भने सोफा स्टोर होइन दाइको छ मेरो भनेर होइन, महाराजगञ्ज चक्र भनेर पठाउनु पर्यो भाइले नि। अब विजय भाइलाई त अब धेरै कन्ट्याक्ट हुन्छ, सेलिब्रेटी मान्छे है। कसैले चाहियो भने अब चक्रबाट आउनु होला, नम्बर छ मेरो टिकटकमा हालिदिनु भएको छ दाइले। खास गरेर जति यही भिडियोबाटै भिडियो देख्ने भयो भने भिडियोबाटै भिडियो हेरेर भए पनि आइदिनु होला। ल धन्यवाद, तपाईँहरू पनि आउनुभयो यहाँ होइन, खुसी लाग्यो, रमाइलो भयो आजको बसाइ एकदमै होइन। यति बेला हामी सोफा स्टोरमा आइसकेका छौँ। अब कस्तो मनपर्छ हो पूजा, कति दामी दामी छ है, कस्तो थरी थरीको रहेछ नि। हामीले पनि घर बनायौँ भने यस्तै सोफा किन्नुपर्छ, बस्नुपर्छ। कस्तो राम्रो राम्रो छ भने है। हामीले राख्न नपाए पनि के अरे बाहिर भिडियो हेर्ने, भिडियोमा हेर्ने मान्छेहरू आइदिनु होला अनि सोफामा अनि हामीले अलिक पछि किन्नुपर्छ, राम्रो गराउनुपर्छ। छम्म छम्म हातै भरे चुरा बजाउँदै, कता हिँड्यो सानो माया तिमी लजाउँदै, कता हिँड्यो सानो माया तिमी लजाउँदै। मैले पनि सानैदेखि तिमीलाई मन पराउँथे, तले अलिक बोल्नलाई म आफै डराउँथे। सञ्चालक हुनुहुन्छ र साथमा रोल्पाका भाइ विजय र पूजा बहिनी हुनुहुन्छ। र आज हामी सर म्याडमको आमन्त्रणमा हामी सोफा स्टोरमा आइपुगेका छौँ। सर म्याडमले पूजा बहिनी र हाम्रो विजय भाइलाई केही सहयोग पनि गर्नुभयो। विजय भाइ कस्तो लागिरहेछ अहिले चाहिँ? धेरै खुसी लागिरहेछ भाइ, सोफा थरी थरीका सोफाहरू देख्न पाइयो। कोही कालो, कोही अब पहिलो सबै छानबिन गर्ने र राम्रै देखियो, राम्रो देख्न पाइयो। कसरी बन्ने रहेछ त्यो पनि अलिअलि गर्दै थाहा भयो। अनि तल खाटहरू नि हुँदो रहेछ, सबै चिज रहेछ। सोफा हल भनेको चाहिँ फर्स्टबाट गएको आज। सोफाको अरू विज्ञापन त देख्नु भएको थियो तपाईँले होइन, भिडियोमा कहिले? भिडियोमा देखाएको थिएन, त्यो होटेलहरू अनि रेस्टुरेन्टमा चाहिँ बस्ने गरेको थियो। यस्तो बन्ने ठाउँ चाहिँ थाहा थिएन होइन। त्यसै तपाईँ अब इट्टा भट्टामा काम गर्ने मान्छे होइन, के छ अब गाउँ फर्किने अथवा काभ्रे फर्किने अथवा यही काठमाडौँमै बसेर केही काम गर्न पाए हुन्थ्यो भन्ने मनमा छ कि के छ? मेरो मनमा त्यही छ, यही काठमाडौँमा केही काम गरौँ कि भनेर मन छ मेरो त्यही। अब उता फर्केर भन्दा गाह्रो छ काम भने, त्यही भएर खासै काम गर्न सकिनँ उता यता पुग्ने। यतै अब तपाईँहरूले यताउता केही पायो भने यति काम गर्ने विचार छ मेरो चाहिँ। सोचाइ त्यही छ, तपाईँहरूको खाँचो छ साथ छ काम गर्ने। ल पूजा बहिनी के छ मनमा विचार? मेरो पनि त्यही हो, अब यतै बस्नु पायो हुन्थ्यो, केही रोजगार पायो हुन्थ्यो। यता भए पनि उता भए पनि जस काम चाहिँ अलिकति सजिलो होस् भन्ने।
होइन। जस्तो कि तपाईँहरूलाई सबभन्दा मैले राम्रो सोचेको यहाँहरूलाई कोही चटपटे पसल होइन, पानीपुरी पसल भयो भने आफ्नो व्यवसाय हुन्छ नि त, आफ्नो व्यवसाय भयो भने सजिलो हुन्छ कि भन्ने सोचेको होइन। कोही दर्शकहरू त्यो यस्तो मनकारी दर्शक हुनुहुन्छ भने होइन, केही स्रोत साधन चटपटे पसल खोल्नलाई त कति दिन चाहिन्छ र हुन्छ, लाग्दैन, अलिअलि धेर थोरले सबैबाट अलिअलि सहयोग जुट्दै गयो भने त उहाँहरूको आफ्नो व्यवसाय पनि हुन्छ, आफ्नो रोजीरोटी हुन्छ भन्ने मेरो धारणा। अब उहाँहरूको के छ मनमा सोच होइन, कडा परिश्रम गर्नु पर्यो। त्यही छ होइन। ठिक छ, अब तपाईँको पहिलो गीत रेकर्ड पनि भइसकेको छ र बजारमा छिट्टै आउँछ, सबैजनाले मन पराइदिनु होला। एमटी महर अफिसियल युट्युब च्यानलबाट आउँदैछ उक्त गीत। नोभेम्बरमा लाको माया, डिसेम्बरमा